ओके सर। त्यसपछि चाहिँ के छ भने बिजनेस इन्टिटी कन्सेप्ट। अब बिजनेस इन्टिटी कन्सेप्टले के भन्छ भने मतलब बिजनेस इन्टिटी कन्सेप्ट ट्रिट्स बिजनेस एन्ड अनर्स एज टू डिफ्रेन्ट इन्टिटिज हो। बिजनेस र अनर दुइटैले टू डिफ्रेन्ट इन्टिटिज भनेको थाहा छ नि त हामीलाई कम्प्युटरमा पढेको, एनिथिङ विच एक्जिस्ट इन द रियल वर्ल्ड होइन। सो बिजनेस इन्टिटी कन्सेप्टले के भन्छ भने बिजनेस र अनरलाई दुईवटा डिफ्रेन्ट इन्टिटिजमा त्यो डिभाइड गर्छ होइन। इट स्टेट्स द्याट जति पनि ट्रान्जेक्सन छ बिजनेससँग रिलेटेड त्यो चाहिँ बिजनेसको एकाउन्टमा रेकर्ड गर्नुपर्छ, र जति पनि ट्रान्जेक्सनहरू रिलेटेड टु दि अनर छ होइन, जस्तै अनरले आफ्नो व्यक्तिगत खर्चको लागि पैसा निकाल्यो भने त्यो चाहिँ व्यक्तिगत होइन पर्सनल एकाउन्टमा जानु पऱ्यो क्या, अनरको हो। त्यो चाहिँ बिजनेसको एकाउन्टमा हालेर बिजनेसबाट डिडक्ट गर्ने होइन, त्यो चाहिँ अनरले आफ्नो पर्सनल युजको लागि खर्च गरेको छ, त्यसैले अनरको चाहिँ मतलब पर्सनल एकाउन्टमा जानु पऱ्यो भन्न खोजेको क्या। ओके सो यो भिडियोमा चाहिँ म बिबिए सेकेन्ड सेमेस्टरको एकाउन्टको चाहिँ इम्पोर्टेन्ट थ्योरेटिकल क्वेसनहरू विथ एन्सर चाहिँ लिएर आएको छु है। र अब यसलाई चाहिँ म एक्सप्लेन पनि गर्छु ल, ठिक छ। ल डिफाइन प्याटर्न भन्ने छ क्या, यो चाहिँ मैले पास्ट इयरबाट पनि लिएको छु ल क्वेसनहरू सबै। र डिफाइन प्याटर्न भन्ने छ। प्याटर्न भनेको के हो त? प्याटर्न भनेको सिम्पली एउटा लिगल राइट हो जुन चाहिँ गभर्मेन्टले दिएको हुन्छ एउटा इन्भेन्टरलाई। केही पनि आविष्कार जसले गरेको छ नि त्यसलाई एउटा प्याटेन्ट दिएको हुन्छ, राइट दिएको हुन्छ होइन। सो प्याटेन्ट इज अ लिगल राइट ग्रान्टेड बाई द गभर्मेन्ट टु एन इन्भेन्टर फर न्यू इन्भेन्सन। इट गिभ्स इन्भेन्टर राइट्स टु मेक युज एन्ड सेल अफ एन इन्भेन्सन। भनेको अब त्यो जुन दियो नि गभर्मेन्टले त्यसलाई राइट, त्योबाट त्यसले के गर्न सक्छ भने सेल पनि गर्न सक्छ त्यसको, र त्यसलाई युज पनि गर्न सक्छ क्या। सो सेकेन्ड क्वेसन इज वाट इज इन्टेन्जिबल एसेट्स। इन्टेन्जिबल भन्ने बित्तिकै हेर्न नसकिने क्या, जस्तो हामी कम्प्युटरमा सफ्टवेयर पढ्छौँ नि हो त्यस्तै हो क्या, हेर्न नसकिने छुन नसकिने। इन्टेन्जिबल एसेट्स आर दि एसेट्स अफ अ बिजनेस द्याट क्यान नट बी टच्ड अर सिन फिजिकल्ली बट स्टिल हेभ दि भ्यालु, तर त्यसको भ्यालु हुन्छ क्या। फर इक्जाम्पलमा यहाँ के छ भने गुडविल र प्याटेन्ट होइन, गुडविल प्याटेन्ट कपिराइट ट्रेडमार्कहरू होइन। सो थर्डमा के छ भने वाट डु मिन बाई मोनिटरी कन्सेप्ट। मोनिटरी भन्ने बित्तिकै मनीसँग रिलेटेड क्या। मोनिटरी कन्सेप्ट सेज द्याट ओन्ली दोज ट्रान्जेक्सन सुड बी रेकर्डेड इन द बुक अफ एकाउन्ट होइन, त्यस्तो ट्रान्जेक्सनहरू रेकर्ड हुनुपर्छ विच क्यान बी एक्सप्रेस इन टर्म्स अफ मनी होइन, जुन चाहिँ मनीको टर्ममा एक्सप्रेस गर्न सकिन्छ होइन। मनी सिम्पली बुझ्दाखेरि के हो भने मनी रिलेटेड मतलब एक्टिभिटिजहरू होइन मात्र ट्रान्जेक्सनहरू मात्र रेकर्ड गर्नुपर्छ भन्न खोजेको हो मोनिटरी कन्सेप्ट। वाट डु मिन बाई जेनरली एक्सेप्टेड अकाउन्टिङ प्रिन्सिपल जिएएपी होइन, फुल फर्म पनि यसको आउन सक्छ, यसको फुल फर्ममा जेनरली एक्सेप्टेड अकाउन्टिङ प्रिन्सिपल होइन। अब सेट अफ रुल्स, यो एउटा रुल्स हो क्या जसले के भन्छ भने गभर्मेन्टले एकाउन्टेन्टले के गर्नुपर्छ त होइन, रुल्स एन्ड गाइडलाइन्स द्याट सुड बी फलोड बाई दि एकाउन्टेन्ट वाइल प्रिपेयरिङ फाइनेन्सियल ट्रान्जेक्सन होइन। यो चाहिँ एउटा रुल हो जसले चाहिँ के भन्छ भने एकाउन्टेन्टले के गर्नुपर्छ होइन फाइनेन्सियल ट्रान्जेक्सन बनाउँदाखेरि चाहिँ। ओके सो वाट आर द डिफ्रेन्ट टाइप्स अफ चेक होइन। सो चेकको के छ भने यसलाई याद गर्ने तरिका एबिसिडी। एबाट आउँछ एकाउन्ट पेज चेक, बीबाट बियरर चेक, सीबाट क्रस चेक, डीबाट डिजनर चेक र ओबाट अर्डर चेक होइन। सो 5 मार्क्समा अब के छ भने एक्सप्लेन एकाउन्टिङ प्रोसेस। So accounting is an step-by-step process of recording, classifying, summarizing and reporting all the financial transaction of a business होइन। त्यो एउटा स्टेप बाई स्टेप प्रोसेस होइन। सो अब यसलाई के लेख्न सकिन्छ भने अर्को द एकाउन्टिङ प्रोसेस इज हाउ र फाइनेन्सियल डेटा होइन, र भनेको म्यानेज नगरिएको फाइनेन्सियल डेटालाई कसरी टर्न इन्टु द युजफुल फाइनेन्सियल इन्फर्मेसन या त स्टेटमेन्ट होइन। सो म्यानेज नगरेको डाटाले चाहिँ कसरी मतलब एउटा फाइनेन्सियल स्टेटमेन्टमा चाहिँ कन्भर्ट गर्न सकिन्छ भन्छ क्या। सो अब यसको प्रोसेस छ होइन। फर्स्टमा चाहिँ आइडेन्टिफाइङ, सेकेन्डमा रेकर्डिङ, क्लासिफाइङ, अनि त्यसपछि समराइजिङ, अनि एनालाइजिङ र कम्युनिकेसन होइन। अब यसलाई चाहिँ एक एक गरेर बुझौँ। सो आइडेन्टिफाइङ भनेको के हो भने जुन हाम्रो फाइनेन्सियल ट्रान्जेक्सन छ नि त्यो चाहिँ मतलब फाइनेन्सियल छ कि छैन त्यही हेर्ने क्या, त्यति मात्र हो। जस्तो कि बाइङ गुड फर क्यास इज फाइनेन्सियल होइन, यो त हामीलाई थाहा छ किनभने यहाँ चाहिँ क्यासको कारोबार आयो नि त। तर अर्को के छ भने हायरिङ अ म्यानेजर जुन छ नि यो चाहिँ होइन फाइनेन्सियल होइन, किनभने यसमा चाहिँ पेमेन्टहरू हुँदैन क्या, क्यास रिलेटेड एक्टिभिटिज नै भएको छैन। सो रिकर्डिङ अल ट्रान्जेक्सन इन दि जर्नल हो। रिकर्डिङले के भन्छ भने सबै ट्रान्जेक्सनहरू जति पनि हुन्छ त्यो सबै चाहिँ जर्नलमा चाहिँ रिकर्ड गरिन्छ होइन, त्यो पनि क्रोनोलोजिकल अर्डर भनेको पहिले 1 अनि 2 अनि 3 गरेर। सो थर्डमा के छ भने क्लासिफाइङ भनेको अब जर्नलमा रिकर्ड गरेको कुराले चाहिँ लेजरमा ट्रान्सफर गर्नु भनेकै क्लासिफाइङ, सिम्पलमा त्यही हो। त्यसपछि समराइजिङ भनेको अब जुन यहाँ होइन लेजरमा जुन ट्रान्सफर गरेको थियो नि त्यसलाई चाहिँ अब केमा ट्रान्सफर गर्ने भन्नाले ट्रायल ब्यालेन्समा क्या एउटा सेपरेट एकाउन्ट बनाएर ट्रायल ब्यालेन्समा रेकर्ड गर्ने। सो आफ्टर द्याट एनालाइजिङले के गर्छ भने कम्पनीको स्ट्याटस के छ होइन, प्रॉफिट छ कि लस छ त्यो एनालाइज गर्ने काम गर्छ। वेयरएज कम्युनिकेसन यहाँ मैले लेखेको छैन त भनिदिँदैछु है। कम्युनिकेसन भने के हो भने जस्तो कि अब कम्पनीले सपोज लस बियर गर्दैछ भने अब लस किन गर्दैछ त त्यो सब डिस्कस गर्छ होइन कम्युनिकेसनमा, र बेटर डिसिजन मेक गर्छ फर्दर प्रॉफिट म्याक्सिमाइजेसनको लागि। सो त्यसपछि छ फाइनेन्सियल अकाउन्टिङ। फाइनेन्सियल अकाउन्टिङ इज ए स्पेसलाइज ब्रान्च अफ एकाउन्टिङ होइन। फाइनेन्सियल अकाउन्टिङ भनेको ब्रान्च अफ एकाउन्टिङ द्याट किप्स ट्र्याक अफ अल द फाइनेन्सियल ट्रान्जेक्सन हो। सो यो चाहिँ एउटा ब्रान्च अफ एकाउन्टिङ हो होइन, जसले चाहिँ सबै फाइनेन्सियल ट्रान्जेक्सनको मतलब रेकर्ड राख्छ होइन। सो अब्जेक्टिभ्स के हो त, सबसे पहिले सिस्टमेटिक रेकर्ड राख्छ यसले, त्यसपछि यसले चाहिँ फाइनेन्सियल पोजिसन सो गर्छ होइन, त्यसपछि चाहिँ यसले इन्फर्मेसन दिन्छ युजरलाई होइन फर्केको लागि चाहिँ रेसनल डिसिजन मेकिङको लागि। त्यसपछि डिटेक्सन एन्ड प्रिभेन्सन अफ फ्रड, डिटेक्सन एन्ड प्रिभेन्सन अफ एरर्स। स्कोप भनेको थाहा छ हामीले कम्प्युटरमा जे पढेको त्यही हो, कलेज स्कुल हस्पिटल कोअपरेटिभ ब्याङ्क त्यही सब हो।
त्यसपछि लिमिटेसन भनेको के गर्न सक्दैन त। सो के गर्न सक्दैन भने यसले चाहिँ क्वान्टिटेटिभ इन्फर्मेसन मात्र रेकर्ड गर्छ, भनेको नम्बरमा मात्र रेकर्ड गर्छ। सेकेन्ड भनेको हिस्टोरिक कस्ट मात्र यसले रेकर्ड गर्छ। थर्डमा भनेको इट डज नट कन्सिडर द प्राइस लेभल चेन्ज, इन्फ्लेसनलाई यसले चाहिँ कन्सिडर गर्दैन क्या, इग्नोर गरिदिन्छ। इट डज नट प्रोभाइड द वेज टु इन्क्रिज प्रॉफिट कसरी म्याक्सिमाइज गर्ने त्यो भन्दैन। इट डज नट प्रोभाइड कस्ट अफ प्रोडक्ट म्यानुफ्याक्चर हो, प्रोडक्ट म्यानुफ्याक्चरको कस्टको कुरा पनि यसले गर्दैन। बुक किपिङ भनेको के हो भने बुक किपिङ इज द प्रोसेस अफ रिकर्डिङ हो डे टु डे ट्रान्जेक्सन क्या। जस्तो कि एउटा बिजनेस छ भने त्यो एक दिनमा के भयो त, त्यो सबै कुरा एउटा कपी, जस्तो कि यो कपी छ होइन, यसमा चाहिँ अब एउटा बिजनेस छ भने त्यसमा के 10 रुपियाँको यो बेचे, 100 रुपियाँको यो बेचे लेख्यो भने द्याट इज कल्ड बुक किपिङ होइन। र यसमा चाहिँ दुईवटा कन्सेप्ट छ, डबल एन्ट्री बुक किपिङ सिस्टम र सिंगल एन्ट्री बुक किपिङ सिस्टम। डबल एन्ट्रीमा के हुन्छ भने एभ्री ट्रान्जेक्सन हेभ टू एस्पेक्ट, वान फर द डेबिट एन्ड वान फर द क्रेडिट होइन। डेबिटमा पनि रेकर्ड गर्दछ, क्रेडिटमा पनि रेकर्ड गर्छ। सपोज के भयो भने केही सेल भयो होइन, ल सपोज सेल भयो गुड्स होइन, बिस्किट सेल भयो होइन, सो त्यसलाई चाहिँ डेबिट के भयो त, क्यास डेबिट भयो, गुड क्रेडिट भयो, त्यो रेकर्ड गर्छ भने द्याट इज कल्ड डबल एन्ट्री होइन। भने अब कुनै बिजनेसमा के हुन्छ भने के सेल भयो त्यो मात्रै रेकर्ड गर्छ, जस्तो कि ल 10 रुपियाँको बिस्किट बेचे लेख्यो सिद्धो, त्यो भनेको सिंगल एन्ट्री हो। अब यसमा चाहिँ अब्जेक्टिभ्स के छ भने अगाडिकै अब्जेक्टिभ्स यहाँ पनि लेख्ने हो। त्यसपछि एकाउन्टेन्सी। एकाउन्टेन्सी भनेको के हो भने यो चाहिँ एउटा प्र्याक्टिस हो क्या, प्र्याक्टिस अफ रिकर्डिङ, क्लासिफाइङ एन्ड रिपोर्टिङ बिजनेस ट्रान्जेक्सन फर अ बिजनेस अर्गनाइजेसन होइन। यो चाहिँ प्र्याक्टिस अफ रिकर्डिङ, क्लासिफाइङ एन्ड रिपोर्टिङ अफ बिजनेस ट्रान्जेक्सनलाई चाहिँ रिकर्ड गर्ने एउटा प्र्याक्टिस हो। अब यसको नेचर के हुन्छ भने इट इज अ कन्टिन्युअस प्रोसेस, इट इज एन आर्ट, इट इज अ मिन्स नट एन इन्ड होइन। एउटा यो आर्ट हो, डिल्स विथ द फाइनेन्सियल इन्फर्मेसनसँग यो डिल गर्छ होइन। र यसले चाहिँ इन्फर्मेसन सिस्टम हो, जस्तै कुनै पनि कम्पनीको बारेमा हामीलाई बुझ्न मन लाग्यो भने यो चाहिँ इन्फर्मेसन हामीलाई प्रोभाइड गर्छ। अब यसको क्वालिटेटिभ फिचर्स के हो त, इजी छ क्या, आरबाट 2टा, सीबाट 2टा र युबाट एउटा। यो चाहिँ हामीले त्यो कम्प्युटरमा पनि पढेको, रिलायबिलिटी, रिलेभेन्स, कन्सिस्टेन्सी, अन्डरस्ट्यान्डेबिलिटी र कम्पेरेबिलिटी होइन। त्यसपछि आउँछ यो चाहिँ मोस्ट इम्पोर्टेन्ट है, 5 मार्क्समा प्रायः आएकै छ। सो युजर्स एन्ड युजेस अफ अकाउन्टिङ, दुईवटा युजर हुन्छ, इन्टरनल युजर र एक्सटर्नल युजर होइन। इन्टरनलमा 2जना पर्छ, एउटा म्यानेजमेन्ट र एउटा अनर्स हुन्छ होइन। त्यसपछि एक्सटर्नलमा के हुन्छ भने गभर्मेन्ट, कस्टमर, जेनरल पब्लिक भयो, इम्प्लोइ भयो, लेन्डर भयो, लेन्डर भनेको जसले पैसा प्रोभाइड गर्छ फर अपरेटिङ दि एक्टिभिटिज होइन। त्यसपछि सप्लायर भयो, त्यसपछि इन्भेस्टर भयो, हो योहरू चाहिँ एक्सटर्नल युजरमा पऱ्यो। त्यसपछि आफ्नै मनले मिलाएर लेखिदिने। त्यसपछि गोइङ कन्सर्न कन्सेप्ट हो, यसले के भन्छ भने मतलब बिजनेस जुन छ नि यो चाहिँ मतलब इन्डेफिनाइट पिरियड अफ इयरसम्म मतलब चलिरहने एउटा प्रोसेस हो होइन। लङ्गर पिरियड अफ टाइमसम्म यो चलिरहन्छ, इभेन आफ्टर द डेथ अफ अनर, कुनै पनि अनर छ त्यसको पनि डेथ भयो भने पनि यो चलिरहन्छ क्या, गोइङ कन्सर्न हो। जस्तो कि इक्जाम्पलमा टाटा ग्रुप लिउँ न, अस्ति भर्खर टाटा ग्रुपको अनरको डेथ भएन, तर के त्यो टाटा ग्रुप बन्द भयो त, भएको छैन नि त, चल्दैछ नि त अहिले पनि, अर्कोले अनरसिप लियो नि त, हो त्यही भनेको गोइङ कन्सर्न कन्सेप्ट हो क्या। त्यसपछि अब फुल फर्महरू ल आउन सक्ने यही सब 1 2 3 मा त्यही छ, यही सब। जिएपीको भनिसक्यो होइन, जेनरली एक्सेप्टेड अकाउन्टिङ प्रिन्सिपल। एनएएस भनेको नेपाल अकाउन्टिङ स्ट्यान्डर्ड, आइएएस भनेको इन्टरनेसनल अकाउन्टिङ स्ट्यान्डर्ड्स, एनएफआरएस भनेको नेपाल फाइनेन्सियल रिपोर्टिङ स्ट्यान्डर्ड्स। एसमा चाहिँ स्ट्यान्डर्ड, सिस्टम नलेख्दिनु होला, एकचोटि मैले सिस्टम लेखेको थिएँ। आइएफआरएस भनेको इन्टरनेसनल फाइनेन्सियल रिपोर्टिङ स्ट्यान्डर्ड्स, आइएएससी भनेको इन्टरनेसनल अकाउन्टिङ स्ट्यान्डर्ड्स कमिटी र आइएएसबी भनेको इन्टरनेसनल अकाउन्टिङ स्ट्यान्डर्ड, सेम बी मात्र फरक छ, बोर्ड। सो त्यसपछि कस्ट कन्सेप्ट छ। एकोर्डिङ टु दिस कन्सेप्ट कस्ट अफ गुड्स एन्ड सर्भिसेस इन्क्योर्ड भनेको कतिखेर लागु हुन्छ भने वेन इट इज पर्चेज नो म्याटर वेदर द क्यास हो। सपोज हामीले केही पनि कुरा उधारोमा पनि किन्यो भने कस्ट कन्सेप्टले के भन्छ भने हाम्रो खर्च त्यतिखेर नै भयो क्या, चाहे हामीले उधारोमा किने या त क्यास दिएर किने। त्यसपछि डुअल एस्पेक्ट कन्सेप्ट, इट सेज द्याट द एभ्री ट्रान्जेक्सन ह्याड 2 साइड्स, डेबिट एन्ड क्रेडिट। अहिले भर्खर हामीले पढेको त्यस्तै हो। दिस मिन्स टोटल एसेट्स अफ अ ट्रान्जेक्सन इज इक्वल टु दि क्यापिटल होइन, एसेट्स इज इक्वल टु क्यापिटल प्लस लाइबिलिटिज पढेको छौँ, त्यही हो। एकाउन्टिङ पिरियड कन्सेप्ट हो, एकाउन्टिङ पिरियड कन्सेप्टले के भन्छ भने अहिले भर्खर हामीले के पढ्यो, गोइङ कन्सर्न कन्सेप्ट होइन। त्यसमा के थियो भने बिजनेस चाहिँ इन्डेफिनाइट पिरियड अफ टाइमसम्म मतलब चलिरहने प्रोसेस हो। त हामीले अब यसको मतलब प्रॉफिट बुझ्नको लागि त अब प्रॉफिट हो कि मतलब कम्पनीलाई प्रॉफिट हुन्छ कि लस, त्यसको लागि त इन्डेफिनाइट इयरसम्म रोक्नु पर्यो होइन। सो त्यो नरोकौँ भनेर के गरेको हो भने एकाउन्टिङ पिरियड ल्याएको हो, र यो चाहिँ कति वर्षको हुन्छ भने 1 वर्षको हुन्छ, 1 इयरको हुन्छ होइन। सो 1 इयरमा हामी चाहिँ फाइनेन्सियल स्टेटमेन्ट प्रिपेयर गर्छौँ र त्यसको कति श्रावण 1 गते होइन फाइनेन्सियल इयर हुन्छ। सो त्यतिखेर चाहिँ हामीलाई थाहा लाग्छ कि बिजनेसले प्रॉफिट गर्यो कि लस गर्यो, त्यही यहाँ एक्सप्लेन गर्ने। सो बाँकी चाहिँ अब पछि गरौँ।